यो प्रकृति प्रेमी हुन पनि धेरै गाह्रो छ क्या मान्छेहरूलाई है। म चाहिँ त्यस्तै परेँ। मलाई सानो सानो प्रकृतिको कुराहरूले चाहिँ एकदमै धेरै खुसी दिने गर्छ क्या। अनि म घरमा गएको बेला यो फुलहरूको सूर्योदयको भिडियो नबनाउने त कुरै हुँदैन। भिडियो त अभियसली मेरो मोबाइलमा रहन्छ। अब पोस्ट गर्दा कतिलाई मनपर्छ कतिलाई मन पर्दैन, तर जे होस् म चाहिँ मेरो लागि मात्रै भए पनि पोस्ट गर्ने गर्छु समय मिलाएर होइन। यो चाहिँ हाम्रो घरमा रहेको टिमुर थियो। अनि मैले चाहिँ यसलाई केलाएर घाममा सुकाएर बट्टामा राखिदिनु पर्यो भनेर विचार गर्दै थिएँ। अनि पहिला चाहिँ हेर्नु न यसरी पोकामा राखेर है, यो एक त राम्रो आइडिया पनि हो क्या। अहिले चाहिँ हामी सबै प्लास्टिक जन्य चिजमा राख्छौँ होइन। अनि मेरो चाहिँ बिहानको रुटिन घरमा गएपछि खाना बनाउने, खाना त बनाउनै पर्यो होइन। अनि त्यो पनि एकदम मजा हुन्छ क्या। वल्लो घर पल्लो घर गफ गर्दै अनि अब धेरै समय पछाडि गाउँमा गइसके पछाडि त के छ कसो छ, बुढापाकाहरू पनि आउनुहुन्छ। अनि कुरा गऱ्यो घरको मान्छेहरूसँग बोल्दै खाना बनाउँदै, कतिसँग रमाउने मान्छे हो क्या म चाहिँ। हजुरहरूलाई चाहिँ कतिको मनपर्छ होइन। अनि गाउँको अर्ग्यानिक खाना त्यो पनि आगोमा होइन मजाले बनायो पकायो, आफ्नो परिवारसँग बसेर खायो, यति आनन्द आउँछ नि। गाउँले जीवन मेरो लागि चाहिँ स्वर्ग नै हो क्या मेरो गाउँ। म जन्मेको हुर्केको है गाउँमै भएको भएर पनि होला मलाई चाहिँ एकदम मनपर्छ। अनि अब यस्तै सिलसिलामा मैले खाना पनि बनाइहालेँ हतार हतार होइन। दिउँसोको काम पनि भ्याउनु पर्ने हुन्छ नि त गाउँमा गइसके पछाडि त। त्यही भएर चाहिँ मलाई चाहिँ एकदम मनपर्छ।